हेलो लेडिज एन्ड जेन्टलम्यान, गुड मर्निङ। म चाहिँ आज उठिसकेको छु र भिडियो पोस्ट चाहिँ बेलुकामा हुन्छ। अनि उठेर यसो दायाँ बायाँ हेरेको केटाहरू अब हेर्ने घाँटी देख्यो कस्तो खतरा घाँटी पड्काइदिन्छ। मैले अब यसो उठेर माटुन केटाहरू हल्ला गर्दैछ बाहिर भने यसो हेरेको सबैजना उठेर चाचा त झन् घरमा कुरा गर्न थालिसकेको रहेछ। त्यसपछि मेरो पालो हतार मेड इन नेपालको ब्रस र मेड इन थाइल्यान्डको मन्जन निकालेर दसैँमा मासु खानलाई भनेर दाँत तिखार्न थालेँ। कच 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 गरेर दाँत तिखारेर रुममा आएको त हिजो आएको दाइ फेरि घर कहिले पठाउँछौ भन्न आइसकेको रहेछ। उनीहरू त भात पनि खाइसक्यो। अनि भात सात खाएर सबैजना मोबाइल चलाउन थाले, म पनि पल्टिन थालेँ। अब काम छैन, के गर्नु, ड्युटी दिएको छैन। अनि सुत्नलाई यताउति टाउको हलेर लरङ लरङ गरेको निन्द्रै लागेन। मेरो पालो बल्ल बल्ल निदाएछु। अनि फेरि जुरुक्क उठेर यसो मुख धुन भनेर आएको त अर्को त काम नभएर झिङ्गा मार्न थालिसकेको रहेछ। उतापट्टि देख्यो होला नि तपाईँले भर्खरै। अनि फेरि मुखसुख धोएर यताउति गरेर यी चट्ट परेर ऐना पनि हेर्दैछु। ल हेर्नु त म कस्तो ह्यान्डसम छ, आम्मामा। म आइफोनमा चाहिँ नहेर्ने, मान्छेलाई हेर्नु। अनि त्यसपछि चिया बनाउन थालेँ। अब कफी बनाएर खानु पऱ्यो भने यसो आएको त यो माट टुङ्नी त तरकारी पकाउन थालिसकेको रहेछ कति चाँडो। ल भनेको आलु त उम्लै छैन रहेछ। अनि यताउति हेरेको बङ्गालीको चुलामा बसालिदिनु पऱ्यो भनेर हेरेको, कोही पनि आएन। माट टुङ्नी बसाल्दै भनेर कफी खानलाई ट्याक्क रेडी भए। कफी पनि पाकिसक्यो। अनि अब यो मेड इन अब निस्क्याफे हो, नेपालतिर पाउँदैन, छेर्छ तपाईँहरू, त्यो खान सक्दैन, पचाउन सक्दैन। यो मैले मात्रै खाने हो क्या। जिम गर्नुभन्दा अगाडि चाहिँ यस्तो कफी खाएर गऱ्यो भने चाहिँ अलिक पारेको मसल्स आउँछ अरे। फेरि स्वाट पिएको त तातोले तमासला निन्द्रा हरायो। अनि ल ठिक छ जे भयो पनि भनेर अनि यसो भात बसाल्थेँ भनेर त्यसले किसिस गर्न थाल्यो। भात बसाल्नु पऱ्यो भनेर यसो हेरेको, केही पनि छैन माट टुङ्नी। अर्कोले लगेर बसालिसके जस्तो लाग्यो। नभन्दै हो तर चाहिँ यो डाम्ना पनि जहिले हाम्रो उयोबाट बसाल्छ। अनि यसलाई भन्न आएको एकछिन वेट गरेर पकाऊ भनेर भने। त्यसपछि मलाई झ्याउलान थाल्यो। छोड्दै मुला भनेर जिम गर्न जान्छु भनेर लुगा चेन्ज गर्न थालेँ। लुगा चेन्ज गरेर अब ट्याक्क जिम गर्न त जानु पऱ्यो। कफी त खाइसक्यो। ज्यान हेर्नु न त्यहाँ आम्मामा 2 रुपियाँ माना घिउ खाएको। अब एक्सर्साइज पनि सुरु भइसक्यो मेरो। कति छिटो भाग्यो यो भिडियो पनि। केही बोलौँ भनेको यो फलो एडिट गर्न थालेँ। ल जे भए पनि हेर्नु, गफ त सकिया छैन। अब एउटा भाइले कोट्टाको गर्छ, पछाडिबाट म बोल्छु भनेर ला बोल भनेर दिए। अब के भन्छ सुन्नु। एक्सर्साइज सकिसकेको छ गाइज। अब नुहाएर खानासाना खाएर सुत्दिने। आजलाई चाहिँ यत्तिकै मिनी ब्लग भनेको, फेरि यति लामो भयो भनेर चाहिँ नरिसाउनु होला। पेज माया गर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला। यसरी नै भोलिलाई फेरि अर्को ब्लग आउनेछ। हस्, थ्याङ्क यू, धन्यवाद।